नमस्ते सबैजनालाई। यहाँनिर चाहिँ हाम्रो सोरेङ घरमा लिची फलिरहेछ। तपाईहरुलाई म देखाउने छु। यति बिना लिची फलिरहेछ। यदि तपाईहरुलाई पनि लिची चाहियो भने मलाई भन्नु सक्नुहुन्छ। कति चाहिन्छ मलाई कमेन्टमा भन्नु सक्नुहुन्छ। तपाईहरुलाई म यो लास्टसम्म देखाउने छु। हेर्नुस् होला। यो चाहिँ तपाईको एभोकाडो हो। तपाईले देख्न सक्नुहुन्छ। पामफल पनि पुरा फलिरहेको छ है। अनि अरु फ्रुटहरु त सकिसक्यो। अहिले चाहिँ यो फलिरहेको छ। तपाईले देख्न सक्नुहुन्छ।